कोसे झाडी भनेको यही हो क्या सुन्दर धरान भ्यू पोइन्टबाट धरान देखियो खोइ हाम्रो आहा ल पुरै धरान त तल धरान देखियो यार भ्यू पोइन्टबाट ओ सुमित सर ल आउनुहोस् ल प्रवीण सर यतातिर आउनुहोस् ओहो विमल सर के छ नि हामी ह्याप्पी छौँ नि एकदम ह्याप्पी खोइ हाम्रो सुमित ऊ यहाँ देखाउनुहोस् ल कस्तो छ उता तल स्काई वाक नभए पनि स्काई स्ट्यान्डिङ चाहिँ हो धेरै स्पेस छैन होइन मोबाइल खस्यो भने त फेरि आराम होला जस्तो छ काटो ठाउँ सबैजनाले ओहो सुन्दर के हो यो धरान भ्यू पोइन्ट हो एक अर्को ल सरहरू हेलो गर्नुहोस् ल खोइ प्रवीण सर कता हो ल फुल्लो माया मनभरि फुल्यो यो जुनी तिम्रै फुल्लो माया मनभरि फुल्यो यो जुनी तिम्रै सुना है साथी दो धर्म परे के गर्नु देखाउने माया भगाउने माया उचाइ पत्याउनु धन सुक्यो रातले फगाउँछ काठले जानु कि नजानु 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 कस्तो लागिरहेछ सरहरूलाई एकदमै राम्रो छ यहाँ एकदम इन्जोय भइरहेछ नि प्लेन एरियाको गर्मीबाट मुक्ति पाएर यहाँ चिसोमा आगो ताप्ने अवस्थामा पुगिसक्यो कस्तो छ विमल जोन सरको मेरो चाहिँ अनुभव साह्रै नै फरक रहेछ तराईको रापबाट चाहिँ यहाँ पहाडको शीतलता अनुभूति हुँदैछ प्रवीण सरलाई कस्तो भइरहेछ सुरुचि दाइलाई कस्तो भइरहेछ बाजिका हो बाजिका भनेको छुट्टै हो बाजिका भनेको मैथिलीको एउटा ब्रान्च हो ए विशेष गरी रौतहट सर्लाहीमा बढी छ रौतहट सर्लाही र बाडाको केही पार्ट अनि मोतरीको थोरै भनेपछि दाइलाई त आफ्नो भाषा आउँदैन होला मलाई मेरो भाषा सर आउँदैन मेरो भाषा चाहिँ आउँदैन मलाई आले र माले आउँछ मगर भाषा आउँछ तामाङ भाषा अलिक विदेशमा बिर्से मखला अनि उता श्रीलङ्के अलि टाटा टोनु कुडकुडे भाषा आउँछ श्रीलङ्का पनि आउँथ्यो अलिअलि अनि अरबी त हिन्दी जस्तै बोल्थे म विदेश बस्नु भयो होला नि त श्रीलङ्के एउटै हुन्छ केरला दाइ आर्मी त होइन नि हजुर सर आर्मीबाट रिटायर त होइन नि होइन सर होइन ए म शुद्ध किसानको छोरा हैन हेयर कटहरु हेर्दा यसो ज्यानहरु हेर्दा आर्मी हैन यो के गर्न खोज्छ अलिक परे बस्नु अब यहाँ भाइले
तिम्रो हुनुमा फरक रहेछ हेर्नु र छुनुमा हावा सरर श्रीनाथकोट डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर श्रीनाथकोट डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर जता छ निर्माया उतै नजर तिम्रो नजर अन्त नपरुन्जे हेरे हुन्छ भिता नमरुन्जे हावा सरर श्रीनाथको डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर श्रीनाथको डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर जता छ निर्माया उतै नजर खुसी छ आत्मा नि तिम्रै झलको दिनमा नि रातमा नि हावा सरर अजिरकोट डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर अजिरकोट डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर जता छ निर्माया उतै नजर तिम्रो बाटो हेरेर बसेको लुकी लुकी छुसिन्दुर घाँसेको हावा सरर अजिरको डाँडैमा हावा सरर जता छ निर्माया
होमस्टेको नाम के अरे? राजकुमार होमस्टे। हजुर। ए सरी फुलमाया होमस्टे पनि छ। दुईटै। फुलमाया होमस्टे दुईटा प्रोपराइटर छ। हजुर। एकदम मिठो खाना खुवाउनु भयो। भन्दा मिठो के हुन्छ र? दुईचोटि आइसक्यो नि यहाँ। भयो 20 सेकेन्ड। धन्यवाद ल। वाह।
भाइ चाहिँ बिहान बिहानै गोरु जोत्दै हुनुहुन्छ। कस्तो राम्रो गोरुहरू पारी डाँडाको दर्शक म चाहिँ नाम्जेको आत्माघरतिर गइरहेको छु। तपाईँहरूलाई आत्माघरको दृश्य पनि देखाउने छु यता। लेट्स मुभ। म त लाली गुराँस भएछु बनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु। म त लाली गुराँस भएछु बनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु। कति सुन्दर यार लाली गुराँस। दर्शकबिन सुन्दर लाली गुराँसहरू फुलिरहेछन् आत्मा बस्ने घरमा। यस्तो सुन्दर छ दर्शकबिन। अब म तपाईहरुलाई आत्मा बस्ने घर देखाउन गइरहेको छु। अब यतातिर हेर्यो भने हिमाल पनि देखिँदो रहेछ पर। यो चाहिँ धेरै टाढो हो देखिएको भ्यू। दर्शकबिन म चाहिँ तपाईहरुलाई नाम्जे डाँडाको रहेको एउटा आत्माघर आत्मा बस्ने घर मान्छेको स्वर्ग भएपछि मृत्यु भएपछि आत्मा चाहिँ सुख शान्ति एकदम आनन्दले बसोस् भनेर बनाएको आत्माघरतिर आइपुगेको छु। त्योभन्दा अगाडि तपाईहरुलाई यहाँको सुन्दर नेपालको राष्ट्रिय फूल लाली गुराँसको दृश्य देखाउन गइरहेको छु। यस्तो सुन्दर छ। अब यहाँदेखि हेर्ने हो भने भ्यूज पारी हिमालहरू पनि देखिन्छ। सुन्दर छ। यता तलतिर तम्मर यतातिर चाहिँ भेटार। भेटारको तपाईको यो चाहिँ स्काई वाक पनि देखियो। साह्रै राम्रो भ्यूज रहेछ योबाट। यहाँबाट चाहिँ यतातिर गयो भने यस्तो छ बादल लागिरहेछ। ओहो लाली गुराँस। अनि सरहरू आत्माघरमा आइपुगिसक्नु भएछ। कस्तो फिलिङ्स भइरहेछ? एकदमै यहाँ चाहिँ अलिक हाइटमा पर्दो रहेछ। हजुर हजुर यहाँबाट झन् मनोरम दृश्यहरू हजुर हेर्न पाइन्छ। हजुर हजुर साथै यहाँ लाली गुराँस हेर्नलाई पिन्जुरे नै पुगिराख्नु पर्ने आवश्यकता पनि छैन। मजाको चाहिँ लाली गुराँस देखियो। यसपालि पिन्जुरेमा त्यति फलेको फुलेको कुरा सुनिएन। त्यही भएर यो पनि पिन्जुरे भन्दा कम छैन भनेर दाबी गर्ने ठाउँ चाहिँ छ हैन त। अब हेर्नुहोस् ल आत्मा बस्ने घरको यसो भ्रमण गरौँ। अब यो चाहिँ मेरो विचारमा पहिला मृतकहरूको चिहान होला क्या यहाँनिर हैन। तिनीहरूको लागि चाहिँ एउटा सुन्दर एउटा पार्कको रूपमा चाहिँ यहाँको सायद स्थानीय सरकारले बनाएको होला। यहाँनिर यसो हेरौँ त के लेखेको छ बोर्डमा। स्पिरिट अफ प्यालेस भेटा 6 र 7 मा मगर बस्ती बस्न थालेको समयदेखि 2005 सालसम्म समाधिष्ट भएका पुर्खाहरूको सम्मानमा सर्वनिर्मित नाम्जे विद्यालय। ल दर्शकबिन अब मेन आत्मा बस्ने घर चाहिँ यो। ल आउनुहोस् आत्मा बस्ने घरमा। आहा ल आत्मा घर चाहिँ यस्तो सुन्दर हेर्नुहोस् त। समाधिस्थ स्थललाई यस्तो सुन्दर बनाइएको रहेछ। ओम नमः शिवाय ओम ओम। ल आम्मा एउटा पार्कको रूपमा रहेको रहेछ दर्शकबिन। यो पक्कै पनि यहाँभित्र समाधि गर्ने होला। यहाँ सायद जलाइन्थ्यो कि क्या हो के हो? पुरै सिसाभित्र ऊ छ क्या आत्मा त? ऊ त होइन हो। सुमित सर
सिसाभित्र पुरै देखिन्छ त हिजो हेलो हेर्नु त दर्शक यहाँ सिसाभित्र चाहिँ आत्मा राखिएको जस्तो छ ल हेर्नुहोस् सिसाभित्र छ क्या हो त्यो होइन सिसा होइन यो सिसा छ नि सिसा छ त्यो चिहान होला चिहान भित्र चिहान हो मान्छेको बडी ल यतातिरको भ्यू चाहिँ यस्तो छ के छ प्रतिक्रिया म चाहिँ एउटा के लाग्यो भने यो जुनसुकै समुदायले पनि यसो सोच्नु पर्ने अवस्था आयो जस्तो लाग्यो पुर्खाहरूको सम्झनाको लागि यति राम्रो घर बनाइदिएको छ त्यही त यत्रो हाइटमा यहाँ ढुङ्गाहरू कहाँबाट ल्यायो होला हाम्रा मगर दाजुभाइहरूले चाहिँ आफ्ना पिता पुर्खाहरूको आत्मा चाहिँ एकै ठाउँमा शान्ति ढङ्गले बसोस् भनेर सुन्दर वास्तवमा शान्ति नै छ नि त यहाँ हामीलाई खासै आफ्नै हो भनेर डर पनि लागिसकेको छैन एकदम अब हेर्नुहोस् यता आउनुहोस् त यस्तो राम्रो बगैँचा बनाइदिएको छ लाली गुराँस रोपिदिएको छ हेर्नुहोस् त पुरै यता आत्माहरूलाई मन लाग्यो भने काफल टिभी खान पनि मिलो हो नि आत्माहरूले हेर्नुहोस् मन लाग्यो पुरै काफल अब यतातिर जाने हो भने हेर्नुहोस् बेला बेला अब आत्माहरूलाई पानी खान मन लाग्यो भने यहाँ धारा पनि राखिदिएर टोयलेट पनि छ आत्माहरूलाई नै यहाँ घुम्न आउनेको लागि होला त्यो टोयलेट ल सुन्नु न हामी राति बसेको होमस्टे फुलमायाको होमस्टे कि के अरे दर्शक यस्तो छ तपाईँहरू पनि आउनु होला कोशी प्रदेशको मैले भनिसकेको छु कोशी प्रदेशको पर्यटन प्रवर्धनको लागि सबैजना विराटनगरबाट आउँ नाम्जेको लागि वान स्टे गरौँ एकदम अर्ग्यानिक खानेकुरा पाइन्छ यो होमस्टेमा दर्शक ल भाइकोमा खाइयो एकदम इन्जोय भयो हेर्नु त कोशी प्रदेशको पर्यटन प्रवर्धनको लागि हामीले पनि केही टेवा पुर्याउन गइरहेको छ भाइ कहिले फर्किने अरे म 3 दिनपछि फर्किन्छु भाइ चाहिँ हाम्रो फ्रेन्च आर्मी हुनुहुन्छ ल धन्यवाद दाइ ल धन्यवाद धेरै खुसी लाग्यो है ईश्वर अब यो बन्द कस्तो भयो आउँदै गर्नु न है हामी त फेरि स्काई वाकतिर लाग्यो है त ल दर्शकबिनहरूलाई पनि स्काई वाकको फेरि हाम्रो दृश्यमा बाई बाई नाम्जे ल गुरुजी नाम्जेलाई बाई बाई गर्नुहोस् बाई बाई नाम्जेको एरिया सर नाम्जे बजार दुई थोपासु पोखियो वान्स मोर त्यो भिडियो चलेको छैन कि सुरुदेखि के छ र दिउन भन्नु न केही छैन यता आउनु त हामी 4 जनाको के छ र दिउँ तिमीलाई मैले कोसेली ल्याएको थिएँ दुई थोपास पोखियो छल्केर पोखियो छल्केर के छ र तिमीलाई मैले कोसेली सम्झेर ल्याएको थिएँ दुई थोपा आँसु पोखियो छल्केर पोखियो दर्शकबिन हामी चाहिँ अब स्काई वाक चढिसकेर अलविदा अलविदा त भन्नु फेरि पनि भेटौँला पाथिभरा चाहिँ उयो हो सर ए हो ल हाम्रो यात्रा चाहिँ यति नै अब हामी कता फर्किन्छौँ आफ्नो गन्तव्यतिर फर्किन्छौँ टाइट भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।